नेपालमा अहिले एउटा खतरनाक सामाजिक अवस्था विकास हुँदै गएको छ, जहाँ राजनीतिक बहस भन्दा पनि गाली ठुलो भएको छ भने, जहाँ तर्कहरू भन्दा पनि ट्रोलहरू बलियो भएको छ, जहाँ असहमति राख्ने मान्छेहरूलाई दुश्मन र एउटा शत्रुको जस्तो व्यवहार गरिन थालेको छन् भने, विशेष गरेर अहिलेको राजनीतिक परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले विश्वास देखाए, परिवर्तनको आशमा जनताले दुई तिहाईको हालतमा मत पनि प्रदान गरे, सुशासन, पारदर्शिता, नयाँ राजनीतिक संस्कृतिको एउटा परिकल्पना र अपेक्षा पनि गरे। तर अहिले सामाजिक सञ्जालमा देखिएको एउटा दृश्यहरूले के देखाउँछ भने एउटा गम्भीर प्रश्नहरू उठाइरहेका छन् भने, के हामी साँच्चै एउटा सभ्य लोकतान्त्रिक संस्कृतितर्फ जाँदैछौँ कि या हामी डिजिटल एउटा अराजकतातर्फ जाँदैछौँ? यो प्रश्न बीचमा खडा भएको छन् भने, यतिकै सरकारको आलोचना र सरकारको पक्ष विमति गर्यो भने, सरकारको गलत कामको पनि विमति गर्यो भने गालीको वर्षा आउँछ, अपशब्द आउँछ, यानि कि फेक आइडीहरू बनाएर धम्की र चेतावनी आउँछ। यति मात्र कि चरित्र हत्या गर्ने अभियान नै चलाउँछ। त्यसपछि सार्वजनिक रूपमा सामाजिक सञ्जालमा अपमान गरिन्छ। यसले के देखाउँछ भने यो केवल राजनीतिक समर्थक गर्ने, यो त भिडको मानसिकता बोकेको मान्छेहरूको जमात हो, जुन चाहिँ मेनिपुलेट गरिन्छ, जसले चाहिँ एउटा मेनिपुलेट मार्फत मान्छेहरूलाई एउटा खालको माइन्ड नै कब्जा गरिरहेको छ। लोकतन्त्रमा आलोचना गर्नु, विमति राख्नु, सहमति राख्नु अपराध होइन, देशद्रोही पनि होइन। तर यहाँ असहमति राख्नेहरूलाई शत्रुको जस्तो व्यवहार देखाइरहेछ। यसले के देखाउँछ भने लोकतन्त्र कहाँबाट एउटा कमजोर हुँदै गएको छ। लोकतन्त्रमा स्वतन्त्र रूपमा कुराहरू राख्न पाउने, स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति राख्न पाउने, स्वतन्त्र रूपमा आफ्नो विचारहरू राख्न पाउने नैसर्गिक अधिकार हो नि। तर लोकतन्त्रमा जुन हिसाबले चाहिँ विचारहरू राखिन्छ, तर त्यहाँ यति धेरै धम्की आउँछ, यति धेरै थ्रेडहरू आउँछ। तर नेपालमा अहिले यस्तो संस्कार बढ्दै गएको छ, जहाँ हाम्रो पार्टीले जे गरे पनि सही भन्ने अन्ध समर्थकहरूलाई नै देशभक्ति बनाउँदै गइरहेको छ। सबैभन्दा खतरनाक कुरा के हो भने, समाजमा अहिले अपाच्य भाषा सामान्य बन्दै गएको छ र भल्गर शब्दहरू सामान्य बन्दै गएको छ र गाली, धम्की, चेतवनी मार्फत चाहिँ जितेको बसहरूलाई नै विजय ठान्दै गएको छ। यसले के देखाउँछ भने धम्की, चेतावनी मार्फत चाहिँ जितेको बस नै एउटा चाहिँ विजयको एउटा ठुलो जमात बनाउँदैछ अथवा विजय ठान्दैछ। यस्तो संस्कार बढिरहेको छ, यस्तो संस्कार विकास हुँदै गएको छ समाज। जब समाजमा सभ्यता हराउँदै जान्छ, त्यसपछि लोकतन्त्र पनि बिस्तारै कमजोर हुँदै गएको ठान्दछ। अहिले सामाजिक सञ्जाल एउटा विचार राख्ने ठाउँ भन्दा पनि भिड र अराजकता र विकृति बढाउने ठाउँ जस्तो भएको छ। अहिले त्यस्तो ठाउँ बन्दै गएको छ सामाजिक सञ्जाल। सामाजिक सञ्जालमा एउटा सभ्य बहस गर्ने, सभ्य भाषाहरू प्रयोग गर्ने, त्यसो एउटा आफ्नो विचारहरू, तर्कहरू राख्ने ठाउँ भन्दा पनि एउटा भिड, अराजकता, त्यसपछि विकृति, विसङ्गति एउटा बढाउने, विकास गर्ने ठाउँ जस्तो अहिले त्यस्तो बन्दै गएको छ नेपालमा अहिले सामाजिक सञ्जाल। यदि यस्तै अवस्था रहिराख्ने हो भने नेपालको समाज एउटा हामीले परिकल्पना गरेको एउटा सुशासन, एउटा पारदर्शिता, एउटा खालको सभ्य समाज, एउटा सभ्य संस्कृतिको एउटा परिकल्पना गरेको छ नि, त्यो भन्दा पनि विपरीततर्फ विकृति, विसङ्गति, झै झगडा, कोलाहल, अशान्ति त्यो खालको समाजतिर पो जाने जस्तो देखिन्छ। त्यसैले बेलैमा यदि सरकारले यो कुराहरूमा ध्यान दिएन भने, बेलैमा हामी समाजमा भएको व्यक्तिहरूले यो विषयलाई, अब समाजमा भएको अब्बल व्यक्तिहरूले यो विषयमा ध्यान दिएन भने, त्यो दिन लोकतन्त्र बाहिरबाट होइन, भित्रैबाट लोकतन्त्र चाहिँ कमजोर भएको, भित्रैबाट लोकतन्त्र चाहिँ खराब हुँदै गएको, भित्रैबाट लोकतन्त्र चाहिँ एउटा विकृति हुँदै गएको त्यो ठान्ने छन्। नेपाललाई परिवर्तन चाहिएको, नेपाललाई विकास चाहिएको, यदि परिवर्तनको भाषा घृणा, गाली, डिजिटल हिंसा हो भने हामी सुशासन होइन कि हामी सामाजिक अराजकतातर्फ हामी जाँदैछौँ। यो अवस्था भएको छ नेपालको अहिलेको सामाजिक अवस्था। यस्तो विकास हुँदै गएको छ कि त्यहाँ विकृति, अराजकता, अनि त्यहाँ अनुशासन कुनै छैन। त्यसपछि समाजमा त्यस्तो अपाच्य भाषाहरू यस्तै बढ्दै गएको छ। सामाजिक सञ्जालमा आफ्नो तर्कहरू, बहसहरू राख्दा त्यहाँ गालीको वर्षा हुने, त्यहाँ अपमान हुने, त्यसपछि त्यहाँ अराजकताहरू बढ्ने, त्यहाँ फेक आइडी मार्फत धम्की आउने, त्यसपछि त्यहाँ अभियान नै चलाउँछ चरित्र हत्या गर्ने। त्यो सामाजिक सञ्जालमा सार्वजनिक रूपमा यस्तो खालको नेपालमा विकृति संस्कृति चाहिँ विकृति हुँदै गएको छ। नेपालको सभ्यता नै अहिले एउटा खतरामा छ, नेपालको लोकतन्त्र नै अहिले खतरामा जस्तो देखिरहेको यो अवस्थामा तपाईँको प्रतिक्रिया के हुन सक्छ? कृपया आफ्नो मनमा लागेको प्रतिक्रिया कृपया कमेन्ट बक्समा लेख्नु होला। यस्तै अपडेट र इन्फर्मेसनको निम्ति कृपया मलाई फलो गर्नुहोस्, लाइक गर्नुहोस्, सेयर गर्नुहोस् है त। कृपया यो चाहिँ हाम्रो समाजमा अहिलेको ज्वलन्त उदाहरण हो, ज्वलन्त देखिरहेको अहिलेको अवस्था यस्तो छ है। नेपालको अवस्था यस्तो छ। कसैले मैले तपाईँको सामाजिक
सामाजिक सञ्जालमा चाहिँ एउटा केही कुरा त्यहाँ अभिव्यक्तिहरू राखे आफ्नो विचारहरू राखे भने त्यहाँ यति धेरै गालीको वर्षा आउँछ, फेक आइडी मार्फत गालीको वर्षा आउँछ, मलाई पर्सनल म्यासेजमा प्राइभेट म्यासेजमा आएर गाली वर्षा गर्छ, धम्की आउँछ होइन, तँलाई काट्छु, तँलाई मार्छु, तँ यस्तो झोले यताउति भनेर त्यस्तो आउँछ भने विशेष गरेर अहिलेको राजनीति परिवेशमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थकले यति धेरै अट्याक गर्छ कि साइबर अट्याक गर्छ कि त्यो त्यस्तो खालको ग्याङ छ क्या। मैले के बहसहरू गरेँ कि अनि स्वतन्त्रपूर्वक मैले बहसहरू गरेँ कि स्वतन्त्रपूर्वक आफ्नो विचारहरू गरेँ कि त्यहाँ त गालीको वर्षा आउँछ होइन। हाम्रो पार्टीले जे गरे पनि सही भन्दै अन्ध चाहिँ समर्थकहरू नै अहिलेको विजय बन्दैछन् अथवा देशभक्ति बन्दैछ, तिनी नै अहिले सही हो भन्छन् क्या। अहिले कोही चाहिँ विदेशमा बसेर गाली गर्ने, कोही नेपालमा बसेर गाली गर्ने, यस्तो खालको छ क्या। विदेशमा बसेर नेपाल गाली गर्ने क्या, तथा नाम भन्ने, भल्गर नमनलाग्दी बोल्ने। यसले के देखाउँछ? हाम्रो समाज कतातिर जाँदैछ, हाम्रो संस्कृति के हो, हाम्रो सभ्यता कतातिर जाँदैछ। लोकतन्त्रमा एउटा खुल्ला बहस राख्नु पाउने, खुल्ला आलोचना राख्नु पाउने त्यो त अधिकार हो नि। आफ्नो विचार राख्नु पाउने, आफ्नो बहसहरू राख्नु पाउने, आफ्नो अधिकारहरू स्वतन्त्र आफ्नो अधिकारहरू राख्नु पाउने त त्यो त नैसर्गिक अधिकार हो नि। त्यो अधिकारमाथि नै एउटा खालको के हुन्छ, प्रतिबन्ध लाग्यो जस्तो क्या। यो यसमा चाहिँ धम्की आउने, चेतावनी आउने, यो कस्तो खालको संस्कार हामी जाँदैछौँ। त्यसैले यो संस्कार यदि रहिरहने हो भने लोकतन्त्र बाहिरबाट होइन क्या, हामी भित्रैबाट चाहिँ लोकतन्त्र कमजोर भएको ठान्दैछौँ, त्यो महसुस गर्दैछौँ। त्यसैले हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो भाषा कस्तो चयन गर्ने, परिवर्तनको नाममा भाषा कस्तो गाली घृणा होइन, त्यसपछि अपशब्द अपमान त्यो हुन्छ। परिवर्तनको नाममा अपमान के हो? यो यसले कसरी देखाउँछ? यसले लोकतन्त्र देखाउँछ। त्यसैले नेपाली समाज एउटा यस्तो अवस्थामा छ, यस्तो जटिल अवस्थामा छ। नेपाली कल्चर, नेपाली संस्कृति, हाम्रो सभ्यता यस्तो अवस्था छ कि ताकि यदि हामीले यही अवस्था रहिराख्ने हो नेपालमा एउटा झनै ठुलो भयङ्कर एउटा सङ्कट, त्यसपछि भयङ्कर एउटा अशान्तितर्फ देश जाने देखिन्छ। यसले यदि बेलैमा सम्बन्धित निकायले यो विषयहरूलाई ध्यान दिएन भने भोलि साँच्चै नै नेपाल एउटा शान्ति, बुद्ध जन्मेको देश भन्दा पनि एउटा शान्तिको प्रतीकको रूपमा चिनिने एउटा त्यो बुद्ध जन्मेको देशमा पनि अशान्ति, अराजकता होइन, सामाजिक कुकृतिहरू यहाँ हुने जस्तो विकास हुने जस्तो देखिरहेको छ। कृपया सम्बन्धित निकायले यी विषयहरूमा ध्यान जाओस्। नेपालमा सामूहिक सञ्जालको चाहिँ एउटा नियमन गरोस्, सामूहिक सञ्जालमा नेपालको एउटा खालको व्यवस्थापन गरोस्, ताकि भोलि दिनमा यस्तो अराजकता विकृतिहरू नआओस्। तपाईँको मनमा लागेको जिज्ञासाहरू, प्रतिक्रियाहरू के हुन सक्छ? अहिलेको नेपालको परिवेश